र साथीहरू सधैँ गाउँमा मात्रै घर छोड्दै गाउँले घर छोड्दै गाउँ खोर्सानी बारीमा मात्रै व्यस्त। आज चाहिँ गाउँलेको घरमा कुखुराको गोठाला आज 2-3 दिन भयो थुने पनि। कुखुराको गोठाला हुँदै आज गाउँलेको घरमा यता ठुलो पार्टी अरू फेरि अर्को यता फेरि सानो पार्टी फेरि यो मौसमी आँप निक्रियो। यता ड्रागन फुट्यो। छतमा ठुलो छ, यो सानो छ। कोही फुल्दैछ, कोही सानो छ बिचरा यसपालिको। यो रुखमा चाहिँ अब पाक्नलाई तयारी हुन लाग्छ। यो रुखमा चाहिँ आज उनको दौडीको घरको स्याहार सुसार यस्तो छ साथीहरू। हामीले कागतीको रुख 2 वर्षको कागती हो, यति ठुलो भएको अहिले चाहिँ। अनि अब सानो सङ्क्रान्तिमा लगाउने पिरे फुल्दैछ। त्यसपछि आजभोलि धेरै छोटा बाटो यो बाबारी आजभोलि त यो बाबारी धेरै नाचिसक्यो। अनि यो लाउरे फुल जङ्गल छ त्यहाँ पनि। अनि यो मौसमी आँप होइन, यो आँपको नाम के अरे? वर्षमा 2-3 सिजन फल्छ क्या यो आँप। यही थरी अब पाक्नलाई तयार छ भने अरे फुलिसक्यो साथीहरूले हेर्नु। फुलिखायो मसिनो दाना बसेछ। यो फुल्दैछ खै यस्तो झाडीसँग सफा गर्ने छ। कागती पनि फलेको साथीहरू गाउँलेको घरमा। आज यो सँगै लगाएको गाउँको कागती त्यति राम्रो छैन, तर यहाँ चाहिँ असाध्यै राम्रो छ। एलोभेराको बिरुवा जमाएको छ यसरी क्यामेराको फेरि मिठो बासना आउँछ घरै। गाउँमाथि छतमा चाहिँ ड्रागन फ्रुट पाक्न सुरु भयो, पाकिसकेको छ। आज हाम्रो भुलाउरीले कुखुरालाई कता लखट्नु भयो होइन हुर्काउनु न। किन रातै कि सेतो? रातो। हाम्रो भुलाउरीले कुखुरा लखर दिएर बिचरा यसरी आएर यहाँ लुकेछ हेर्नु त कुखुराहरू डरले। कुखुरा पनि डराउनु भयो बिचराहरू। अनि यो झार चियामा हाल्ने झार हो, के भन्छ यसको? लेमन ग्रास। यसले धेरै कुराहरूलाई राम्रो गर्छ भन्छ। हामीले डेली चियामा युज गरेर खान्छौँ। साथीहरू त्यो सबै हरियाली झार हरियाली मात्रै गाउँको घर गाउँलेको घर पनि गाउँको घर जस्तै छ साथीहरू। हाम्रो त यहाँ आँप पनि यहीँ छ, कागती पनि यहीँ छ, बेलाउती पनि यहीँ छ, फलफुलहरू पनि यहीँ छ, जडीबुटी पनि यहीँ छ।
सबै छ, सबै कुरो छ। र साथीहरू अर्को भिडियोमा भेटौँला फेरि।